अनि हाम्रो गोर्खाहाट 2 वर्ष भएको खुसियालीमा सम्पूर्ण गोर्खाहाट परिवार सबैलाई हार्दिक बधाई दिँदै मेरो कविता यस्तो छ। कविताको शीर्षक गोर्खाहाट जाति र गोर्खा संस्कृतिको ढुकढुकी। शीर्षक छ जाति र गोर्खा संस्कृतिको ढुकढुकी। गोर्खा जातिको इतिहास परम्परादेखि नै गरिमाइमा छ। हाम्रो खानपान लुवाई खुवाई बसाइ सराई पुस्ताको पसिना हो। संस्कार संस्कृति वेशभूषा आचार व्यवहार मानवता र मर्यादा सभ्य समाजका आधार स्तम्भ हामी भित्रै निहित छन्। हामी भाषाले धनी छौँ, संस्कारले धनी छौँ, रीतिथितिले धनी छौँ, तर समयको चक्रसँगै दिनदिनै आफ्नै पहिचान हामी आफै बिर्सिँदैछौँ। के यो शुभ सङ्केत हो? कदापि होइन। किनकि कुनै जातिको अस्तित्व मेटिन्छ भने पहिले उसको भाषा मेटिन्छ, संस्कृति मेटिन्छ, इतिहास मेटिन्छ। आज त्यही दृश्य हामी आफ्नै आँखाले देखिरहेका छौँ। पछिताको अन्ध नकलमा आफ्नो संस्कारलाई तिलाञ्जली दिँदै अरूको भाषा, अरूकै रहन सहन, अरूकै साहित्यमा हामी रमाइरहेका छौँ। धनी संस्कार भएर पनि हामी पछाडि परेका छौँ। यही पीडाको गर्भबाट जन्मिएको हो हाम्रो गोर्खाहाट। गोर्खाहाट केवल किनबेचको थलो होइन, यो त गोर्खाको भावना, गोर्खाको संस्कार, गोर्खाको स्वाभिमान मुछिएको साझा चौतारी हो। हाम्रो चौतारी जोगाउनु पर्छ हामीले, उठाउनु पर्छ हामीले, मास्न खोजिरहेका छन् अरूले। जाति मास्ने कुतत्वहरूप्रति सतर्क रहन सिकाऊ, आत्मसम्मान सहित जिउन सिकाऊ। कमाउनु छैन हामीलाई, लुट्नु पनि छैन कसैलाई। 45 डिग्रीको घाममा डढेर भावी सन्तानको भविष्यमा आउन सक्ने कालो दिनसँग लडिरहेका छौँ। ईश्वरले थोपेको ओखतीमा एक मुठी काठ जसरी भए पनि जुट्छ, तर उज्जवल भविष्य निर्माणको लागि साझा जुडाउनै पर्छ। साहित्य जुडाउनै पर्छ। एउटा सुन्दर उज्यालो बिहानीको सुनौलो ज्योतिले हाम्रो सन्तानको आँट तताउनै पर्छ।